हेलो नमस्ते हजुरहरूलाई स्वागत छ मेरो सानो ब्लगमा। मेरो नाम चाहिँ बिन्दा हो एन्ड आइ एम अ फुल टाइम हाउसवाइफ। मेरो दुईवटा छोरा छ, एउटा हुर्किसके, एउटा मसँगै हुर्किँदैछ। मेरो डेली रुटिन, मेरो घरको के छ, म के गर्छु, म हजुरहरूसम्म सबै राख्नेछु। आई होप हजुरहरूले मलाई माया गरिदिनुहुन्छ होला। घरमा सबैलाई खाजासाजा दिएर म चाहिँ निस्केँ बेकरी सपतिर। बेकरी सप भन्दा पनि म बेकरी क्लासेस लिँदैछु। अब के गर्नु सक्छ कि भनेर भविष्यमा होइन। अब त्यही हो, ट्यालेन्ट त छ, कुट गरेर भरेको छ मेरो भित्र ट्यालेन्ट। मैले सबै चिजहरू गर्नु सक्छु, तर ट्यालेन्ट सो गर्ने र ट्यालेन्टलाई मेरो निखार्ने ठाउँै छैन। म स्वेटर पनि बुन्छु, स्वेटरहरू बुनेर बेच्दै पनि छु, तर त्यही हो, आफन्तहरूले किन्नुहुन्छ, चिनेको मान्छेहरूले किन्नुहुन्छ, त्यस्तो खासै बिजनेसको लागि भनेर पनि होइन। धेरै कुराहरू मलाई आउँछ, धेरै कुराहरू म गर्छु पनि होइन, तर मेरो चाहिँ एकदम बिलाए के, मेरो त्यसलाई उभार्नेवाला मलाई ठाउँै पाएन। सो आई थट लाइक मलाई पनि मेरो ट्यालेन्टहरू देखाउनु मन लाग्छ होइन, तर के गर्ने ठाउँ भएन। तर मलाई चाहिँ बहिनीले एकदमै मोटिभेट गरेको छ कि दिदी मेरो च्यानलमा गर्नु, मेरो च्यानललाई ओपन गरिदिन्छु म, मेरो च्यानलमा भिडियोहरू हाल्नु। त्यो गऱ्यो भने चाहिँ आई थिङ्क मलाई मेन्टली पनि अलिकति बिजी अनि पिस पनि पाउँछ कि जस्तो लाग्छ, किनकि एभ्री डे द सेम रुटिन गर्दा गर्दा वाक्क दिक्क प्याक्क भइसकेको हुन्छ। अनि त्यही भएर स्पेसली हाम्रो नेपाली दिदीबहिनीहरू जो घरमै बसेर फुल हाउसवाइफ अनि बच्चा हेर्ने, घरको काम हेर्ने, सासू ससुरालाई हेर्ने, त्यो त छँदैछ होइन। आफ्नो लागि पनि केही गर्नु सक्छ कि भनेर चाहिँ मैले पनि गर्न थालेको। यो चाहिँ मेरो छोरा हो, यो मेरो कान्छा छोरा, ठुलो छोरा, जेठो छोरा अस्ट्रेलियामा छ। हेर्दा हेर्दा राति पनि भइसक्यो। लेट्स गो, अब चाहिँ रातिको खाना पकाउने टाइम भइसक्यो।
पस्कि पनि सक्यो। बुढा छोरा सासू ससुराहरू खाना खानु हुँदैछ। अब सबै खाइसकेपछि फेरि सफासफी गरेर अब बेडतिर जाने। हजुरहरूले हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद। लभ यु।